कसरी एक एकल महिला आफ्नो सानो नानीसँग बसेर पनि जीवन बदल्न सक्छिन्। सानो आम्दानी र सीमित अवसरहरूका कारण उनी काम गर्न सकेकी थिइनन्। त्यसपछि राइट फर चिल्ड्रेनको समुदाय परिचालिकाबाट उनले बाल विकास केन्द्र र सिपमूलक तालिमको बारेमा थाहा पाइन्। अब उनी आफ्नो नानीलाई बाल विकास केन्द्रमा राख्न सक्दछिन्, जहाँ उनीहरू खुसी साथ खेल्न र पढ्न सक्दछन्। राइट फर चिल्ड्रेनबाट पाएको सिलाइ तालिमले उनलाई सानो आम्दानी कमाउने मौका दियो। यसले उनलाई आफ्नो जीवन निर्वाह गर्न सहयोग पुर्यायो। साथै उनको नानीको हेरचाह र पढाइ पनि राम्रोसँग अगाडि बढिरहेछ। राइट फर चिल्ड्रेनको सहयोगले हाम्रो जीवन सकारात्मक परिवर्तनको दिशामा अघि बढिरहेको छ।